अहिले बीबीसीको एउटा रिपोर्टले बजार तताएको छ नेपालमा। अहिलेसम्म नआएका केही नयाँ कुराहरू पनि आएका छन् त्यसमा। कोट अनकोट प्रहरी प्रमुखले नै गोली हान्ने आदेश दिएको, संसद भवनको पर्खाल भित्रबाट लुकेर प्रहरीले गोली हानेको, त्यो पनि बाटो पारी सडक पेटीमा बसेका र सडक बीचमा भएका मानिसहरूलाई लागेको, संसद भवन जल्नुभन्दा अघि नै गोली चलेर मानिस मरिसकेको लगायतका कुराहरू छन् त्यहाँनिर। अनि एउटा मात्रै एङ्गल देखायो, अर्को किन देखाएन? चुनावको मुखैमा यस्तो रिपोर्ट आउनु कतै यो नियोजित त होइन? अनि उक्त रिपोर्टले निर्वाचन प्रभावित हुन सक्ने हुनाले त्यसलाई हटाउनको लागि निर्देशन गयो। टिओभी र विदेशी चलखेलको उक्साहटको कुरा किन गरिएन त्यो ठाउँमा? डिस्कोडभित्र भइरहेका कन्भर्सेसनहरू किन ल्याइएन त्यो ठाउँमा? यस्तै यस्तै समाचारहरू र कन्टेन्टहरू पढ्न पाइन्छ अहिले सामाजिक सञ्जालमा। विचार आफ्ना आफ्ना होलान् सबैका, आफ्नो आफ्नै एङ्गलबाट एनालाइसिस गर्लान् सबैले। सबैका एनालाइसिसहरू पुरै सही नभए पनि आंशिक सही हुन सक्लान्, फाइन। तर मुख्य विषय अत्याधिक बल प्रयोग, जनतालाई दुश्मन जसरी व्यवहार गरिनु, भिड नियन्त्रण गर्ने भन्दा पनि युद्ध मैदान जस्तो व्यवहार गरिनु, त्यो आवश्यक थियो कि थिएन भन्ने प्रश्न हो मुख्य। ड्यामेज कन्ट्रोल गर्न सकिन्थ्यो कि सक्दैन थियो, ड्यामेज कम हुन सक्थ्यो कि सक्दैन थियो भन्ने प्रश्न हो।